हस्पिटल जानुभएको हजुर के बिमारी बिमार चाहिँ हात खुट्टा दुख्छ ज्वरो आउँछ टाउको दुख्छ अनि एक्लै जानुभएको एक्लै नै गएको उता चाहिँ को छ उता त भदैनी छ पर हस्पिटलमा तपाईँ त यहाँ लिचिङको नि लिचिङको दुर्गाबहादुरको आमा ए कति वर्ष पुग्नुभयो म 67 ए अच्छा 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 कहिलेदेखि तपाईँ बिमारी बिमार त म जहिले महिनामा एकखेप त पुग्नुपर्छ नि हस्पिटल अस्ति पनि सरलाई भेटेँ मैले ए अच्छा अच्छा जहिले जानुपर्छ उयो खानाहरू राम्रै खानुहुन्छ खाना नि रुच्दैन एक्लै एक्लै नहिँड्नुहोस् है यस्तो घाममा एकजना साथी लिएर हिँड्नुहोस् उता छ नि हस्पिटलमा छ ए उहाँ छ र म त्यतिकै गएको गाडी चाहिँ आउँथ्यो एउटा त गइदियो म हुन्छ एकछिन एकदम राम्रो चेकअप गर्नुहोस् है हुन्छ आमा पेलिङसम्म उयसमा जानुहोस् कि यहाँ बिचरा हस्पिटल जानु हुँदै रहेछ तपाईँलाई थ्याङ्क यू भेरी मच तपाईँले लगिदिनुहोस् है के उता एक्लै रहेछ बिचरा पेलिङदेखि आउँछ तपाईँले हुन्छ थ्याङ्क यू तपाईँलाई